सो हेलो एभ्रिवान, आज चाहिँ होइन दुईजना साथीसँग छौँ होइन हामी। उहाँ चाहिँ एमटिभी राइटर रहेछ, हुनुहुँदो रहेछ। हुन्छ भेट भएको आजबाट होइन। सो अब गोप्रोबाट मेरो फोनबाट पनि हेर्छु है। तर म चाहिँ गोप्रोमा थ्याट यो बाटो आएकै थिएन क्या म। त्यस्तो जम रहेछ यार थ्याट। जहिले आउँदा नि माथिबाट हिँड्छ। सो म चाहिँ बिस्तारै जानुपर्ने हुन्छ यार। खासै ट्रेल थाहा छैन क्या यहाँको। एकदम स्लो राइड गर्नु पर्यो म चाहिँ। यस्तो रहेछ फेरि यहाँ। ओ डेन्जर रहेछ यार। मासल्ला कस्तो चिप्लिन्छ यार। राइट कहाँ छिर्छ भने यार। ओहो कडा हो। डेन्जर होस् यार यहाँ नि। झन्डै लड्यो यार। तिमीले हल्का गाह्रो नि हुँदो रहेछ क्या राइड गर्नलाई। छ्या ओ जम्प पनि थियो। सो यहाँदेखि तल चाहिँ डेन्जर छ यार बाटो न। हैट आजको शनिबारको दिन हाइकिङ गर्ने धेरै हुँदो रहेछन्। ल ओहो यस्तो ट्रेल छ यहाँ। मलाई त थाहा थिएन यार। के फास्ट गएको यार साथीहरू। थ्याट सो मेरो ब्रेक तान्दा तान्दा हात दुख्यो यार। आमामा के छिटो झर्नु भएको यार। हैट ब्रेक तान्दा तान्दा हातै दुख्यो न। तो मेरो बाइकको हेलमेटलाई चाहिँ राइड गर्न अप्ठ्यारो हुँदो रहेछ यार।
हजुर हजुर यही हो सरी ल महाकाल कहाँ घुट्यो टायर हैट हैट मोटे भाइको चाहिँ लास्ट चाहिँ गाह्रो भइसकेको छ ल छैन गाइस गाह्रो भएन मैले साइकल चाहिँ भाइको बोकेर लिएर आइदिएको थियो अहिले ठिक छ नि होइन ट्रेल हाल्न गाह्रो हुन्छ जे होस् ल अनि यता हाम्रो भाइ ल हैन गाइस अलिकति उमेर भएन भाइ स्कुल खान त भाइको दिल क्या दिल नसोच आमा म गोप्रोबाट ब्लग यार ओए के छ युट्युब च्यानलको नाम हाम्रो एमटिभी राइडर बोइस है विखान सर विखान मेरो स्पोन्सर हान्दिन यता हामीले नयाँ सर पनि भेटिसकेको छु यसरी भ्लग गर्दाखेरि चाहिँ मलाई पहिला याद आउँछ किनभने आज चाहिँ मेरो फर्स्ट टाइम हो नि त यसरी अब गोप्रोबाट बनाएको हिजो चाहिँ एमसी सबै हालेर हेर्नु न यस्तो गरेर बनाएको छ ल सर आजको ट्राई बबाल हाल्नुपर्ने हुन्छ बब्बा एकदम बुम 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 भन न भाइ ल मेरो नाम राइस सब्स्क्राइब र कमेन्ट गर्नु पर्यो हैन युट्युब नाम के तँलाई बाइकको ल जाम म चाहिँ लास्ट टाइम है एकदम स्लोमा ल सर ल सर लेट्स गो ल एकदम सेफ राइट म चाहिँ अब सेकेन्डमा जान्छु भाइ बिस्तारै होला ल जाऊ म चाहिँ लास्ट टाइममा जानुपर्ने हुन्छ यार मलाई अलिक गाह्रो नि हुन्छ त्यही भएर भाइ म अगाडि जान्छु यार म अगाडि जान्छु हौ सो भाइ चाहिँ लास्टै स्लोमा जाने रहेछ क्या त्यही भएर उसलाई चाहिँ हेर्नुपर्ने हुन्छ जाऊ थेट भाइ तिमी ढिलाउने रहेछ खै म अगाडि जान्छु आऊ ल आयामा काँडा साडा हुँदो रहेछ यार यहाँ त ग्लोभ नै चाहिने रहेछ यार थेट आमा म के स्पिडमा गएको आमा थेट बाटो त लास्टै डेन्जर रहेछ नि त यार ओए मासला यार सिधा यतै हो सो मलाई चाहिँ लास्टै बाटो थाहा नभएर अलिक गाह्रो भयो यार हाइट कस्तो चिप्लिन्छ यार तिमी र म त सँगै रहेछ यार खोइ लास्टै ढिलो आउने रहेछ भाइ त लास्टै ढिलो आउने रहेछ क्या आउँदै होला ल भाइ आऊ हामी चाहिँ यसो भाइहरूसँग जानुपर्ने हुन्छ क्या भाइ चाहिँ पुरा एकदम स्लो रहेछ लास्टै चिप्पिने रहेछ यार सोल उडाउनै जाने यार मैले जम्छ है भाइ बिस्तारै आऊ कहाँ पुग्यो नरो कता कस्तो भयो केटाहरू एकदम बबाल हामी पनि छ भनेको नि ल्याम्कलले पनि हानिदिएको यार थाहा नै थिएन ऊ भाइ त लडिगयो नि स्लो आउने रहेछ मोटे भाइ फर्स्ट टाइम होइन ठिक छ ल मेरो पनि फर्स्ट टाइम हो यार सही होला सर ल फेरि अब कता हो यतै हो यताबाट फेरि केटाहरूले बाटो चिन्दैन भन्दा क्या लडेर मोटे लड्यो त भाइ एकचोटि लड्यो हो दाइ मेरो अगाडि हुँदा लडेको एकछिन ल जाऊ म अलिक
ल अब चाहिँ स्पिडमा है होइन भाइ तिमी बिस्तारै आऊ। भाइसँग हिँड्नु अलिक गाह्रै हुँदो रहेछ क्या भाइको पछाडि कसको भाइलाई त लास्टमै राख्नु पर्ने रहेछ होइन लड्छ नि त मेरो भाइ कि भएन होइन क्या अलिक हामी अगाडि हेर्दै जाने के त्यस्तो यो त अहिले सुन्नु कस्तो पछि गएर लास्टमा आएर म त लास्टको एकछिन न त यार ल ल ल ल एकदम ल भाइ बिस्तारै बिस्तारै भाइले अलिक नलडाउने रहेछ उभिएर चलाउ न भाइ चाक पछाडि गरेर यार ओ भाइ त डराउने रहेछ यार थेट खै छाडामा जान्छ यार पछाडिको ब्रेक हान ओए 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 कस्तो चिप्लेको यार हैट सो अगाडिको दुईजना होइन उहाँहरू चाहिँ पहिल्यैदेखिको होइन ह्यान्डल लामो भयो यार मेरो हैट म भाइलाई पर्खिन्छु छिटो छिटो सो भाइलाई पर्खेर जानुपर्ने हुन्छ क्या भाइलाई गाह्रो रहेछ यार भर्याङ रहेछ बिस्तारै आऊ ल कहाँ गयो फेरि लड्यो थेट भाइ यार थेट अझ गाह्रो छ हामीलाई यार थेट लड्यो खै आऊ ओ नपुगेको हैट अगाडिको साथीहरू कहाँ पुग्यो यार थेट हैट आऊ आऊ तिम्रो ब्रेक नै कहाँ गइसकेको छ भर्याङ रहेछ डोराउँदै हो ल अझै हट्दिनु न हैट हैट भाइ त लड्यो नि यार लड्यो नि केही भएन आउँदैछ डोराउँदै ल्याममै तल्ला पस्दिरह यार ऊ त्यो भाइ हजुर यो खालको छैन होला नि यस्तै हो सबै सबै हो ल रोडबाट भाइ तल छ हामी तलै निस्किन्छ डाइरेक्ट हो म नि हान्न त हान्दै फेरि भाइ रह क्या गुडाउँदै आउँछ भने म नि हान्छु हावै पुगेन यार मेरो सपमा के बनाउला त्यसले खोइ यो भाइलाई पठाइदियो तल जाऊ तल जाऊ भिडियो बनाउनु यत्रो तल छिर्दिरहेको छ त्यो हेर्दै त्यही भएर पर्खेको सकिसक्यो मुला त्यहाँ गएर भिडियो गर ल साइकल लाएर जाऊ लिएर जाऊ आम्मा कि त कडा ल जाम जाम डेन्जर डेन्जर रहेछ यार भर्याङ त हान हान म आउँछु यार आहा लड्यो तड्यो भाइ आमा म यो त सक्दिनँ यार म त धत बनाइदिनु त एउटा बनाइदिनु मेरो लागि सर त प्याक बोकेर आइदियो ल ल हेर्नु यहाँनिर झ्याप्पै रोक्यो बिस्तारै होइन फुल डुलो रहेछ क्या झ्याप्पै रोक्यो यहाँबाट पुग्दैन यहाँबाट त म नि झार्छु यतिको त ल ब्यागमा हाल्दिनु हुन्छ बुवा चेन बनाउनु आउँछ केटा खोइ कस्तो आयो त भएन तपाईँको चेन त्यही त भयो त म यता यता पेलिँदै गएँ अलिकति झन्डै लडेँ नि एकदम त्यस्तोमा त खुस्किहाल्दो रहेछ ब्यागमा चल हट
कस्तो लाग्दिरहेको थेट त्यो डेन्जर छ यार सो चाक चाहिँ लास्ट एपिसोड गर्नुपर्छ क्या मेरो सक गयो जस्तो छ यार ठिकै छ त यार ओ कन्ट्रोल यार हाइट हाइट गाह्रो भयो यार मलाई त ओ भाइ तिमी निक्लेर होइन ओइ 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 त्यो चाहिँ झर्नु पर्ने यार जाऊ जाऊ ब्रेक 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 आई पनि যাব रोड जाऊ जाऊ तिम्रो ह्यान्डल ल्याम छिन्दिरहेको सक्छ आमा यहाँ त डेन्जरै रहेछ यार बडे भाइ रेडी हो रेकर्ड भयो कसरी छ रेकर्डिङ दिएर सेकेन्ड दिएर भयो चाहिँ भयो ओ वाह त्यस्तो भइदिरहेको छाम्नु त अघि अघि के भएको थिएन अहिले छाम्नु त त्यहाँ डिक्स त लास्ट तातिन्छ यार अब त बब्बाल मजा भइरहेको छ उडेन यार मेरो त सिडो चाहिँ अल्गाउनु पर्यो थोरै स्पिडमा भाइ अझै स्पिडमा बाटो थाहा छैन यार ब्यागले लास्टै गाह्रो हुँदो रहेछ यार
दामी दामी यार कहाँ गयो तिनीहरू यार तिनीहरू कति ढिलो आएको हरन दिइहाल्छ यार जानु जानु स्कुलमा एकदम मोबाइल हो यार स्पिडमा जानु पर्यो भाइ भाइ नि यसो चाहिँ छ्याप ल भाइ लड के भयो कसरी लड्यो हो यस्तोमा चाहिँ ल कसरी भयो हानेको रे त्यसले यो उयो परको भागिहाल्यो नि मलाई सब निक्लेछ हामीले देखेनौँ नि लडेमा देखेँ मैले नि त्यही त घुमाउनु त कसमै हो
हात कालो भइसक्यो मेरो त दूर निकाल्दै खानु कस्तो भाग दिएको फेरि मासल खाती लडेको मात्रै देखियो क्या त्यही त म त यस्तोमा चिप्लेर आफै लडेँ होला भने चलाउन सक्छ किन स्लोमा